I'm very happy that I got my visa today and एकदम excited, also nervous पनि छु next step को लागि. My name is Swastika Marasini. Basically I'm from Argahachi but I've been living in Toga. I did bachelor's in business administration from Pokhara University and scored 3.25 CGPA. I did IELTS also and scored 7 overall. So I've been looking for the consultancies हैन जर्मनी अप्लाई गर्नको लागि. मलाई चाहिँ पहिलेदेखि नै जर्मनी जान मन थियो अनि खोजिरहेको थिएँ अनि सोशल मिडियातिर पनि हेरिरहेको थिएँ अनि मैले उषाश्री चाहिँ फेसबुकमा देखेँ, उहाँहरूको पोस्टहरू देखेँ अनि त्यसपछि आई केम हियर फर भिजिट. अनि भिजिट गर्न आउँदा नै फर्स्ट भिजिटमै मलाई कस्तो राम्रो लाग्यो, ट्रस्टवर्दी लाग्यो अनि त्यसपछि चाहिँ मैले यतैबाट प्रोसेसिङ गरेँ. सो सर्भिस वाइज कुरा गर्दाखेरि चाहिँ मलाई यहाँको सर्भिस एकदमै राम्रो लाग्यो. स्टेप बाई स्टेप प्रपर गाइडेन्स गर्ने, सिम्पल वेमा बुझ्ने तरिकाले, इजियर वेमा. मैले धेरैचोटि सोध्थेँ नबुझेको कुराहरू वाट्सएपमा मेसेज गरेर सोद्धाखेरि पनि एकछिनमै रिप्लाई गरिहाल्थेँ. त्यो चाहिँ मलाई झन् राम्रो लाग्यो भनौँ न. अनि त्यसपछि त्यो हुन्छ नि नेक्स्ट स्टेपको लागि बिफोर ह्यान्ड नै प्रिपेयर गराउने. अब यस्तो हुन्छ नि बिस्तारै गर भनेर राम्ररी सिकाउने अनि यो कुराहरू चाहिँ मलाई एकदमै मन पर्यो. सर्भिस चाहिँ मलाई एकदमै राम्रो लाग्यो अनि ग्रेटफुल छु त्यसको लागि. यदि हजुरहरू कोही होइन जर्मनी जान मन छ तर के थाहा छैन, मतलब हजुरहरूलाई केही नलेजै छैन कसरी गर्ने के गर्ने भनेर एकदमै कन्फ्युज भइराख्नु भएको छ भने चाहिँ यता आएर बुझ्दाखेरि हजुरहरूले राम्ररी बुझाइदिनुहुन्छ. अनि प्रोसेसिङ पनि अलिक सिम्पल इजियर हुन्छ होइन. मैले पनि यहाँ पब्लिक युनिभर्सिटीमा अप्लाई गरेको थिएँ. अफर लेटर आएपछि त्यो भिजा प्रोसेसिङ चाहिँ एकदमै कस्तो हेक्टिक अनि कन्फ्युजिङ हुन्छ. डेट नपाउने कुराहरू होइन, डेट नपाएर लास्टै गाह्रो हुने यस्तो यस्तो कुराहरूमा चाहिँ यहाँ एकदमै इजियर वेमा त्यो धेरै त्यो हुन्छ नि तनाव नलिकन गर्न हेल्प गर्नुहुन्छ. अनि स्पेसली चाहिँ म उषा म्यामलाई एकदमै के भन्छ अब मनदेखि नै थ्याङ्क यू सो मच भन्न चाहन्छु. उहाँले नै मलाई यति हेल्प गर्नुभयो कि मलाई केही गाह्रो नै फिल भएन के. अनि त्यही हो, थ्याङ्क यू सो मच. आइ एम अलवेज ग्रेटफुल.